नमस्ते। XYZ नेपाल अपडेटमा तपाईलाई स्वागत छ। नयाँ अपडेट फरक प्रस्तुतिका साथ म उपस्थित भइसकेको छु एमडी मनोज। आजको विषय प्रसङ्ग भनेको यो देशलाई नमुना बनाउँछु भनेर हिँडेका ती नमुनाका विषयमा कुरा गर्न चाहन्छु। 10 वर्षको जनआन्दोलनपछि एजेन्डा र भाषणहरू ठोक्दै हिँड्ने, जो पब्लिक पेस्टमा भाषण ठोक्दै हिँड्ने, यो देशलाई संसारकै एसियाकै सबैभन्दा एक नम्बरमा ल्याउँछु भन्दै हिँड्ने प्रचण्ड आज पनि राजनीतिमै छन्। यो देशमा हरेक जनताको घर घरमा ग्यासको पाइप रेल घर घरमा ल्याउँछु भन्ने केपी ओली पोखरा रेल आइसकेपछि सत्तामै छन्, राजनीतिमा उदाएकै छन्। तर बसेको ठाउँबाट उठ्न नसक्दा झुलेर रियाल छोड्ने शेरबहादुर देउवा राजनीतिमै छन्। बिना ढेउका फ्री टिकट फ्री भिजा भन्ने माधव कुमार नेपाल पनि फिल्डमै छन्। यिनीहरूको भाषण जनताको बीचमा गएर बोलिदिने भाषण जो जागर आज पनि उस्तै छन्। यिनका भाषणमा ताली ठोक्नेहरू जनता पनि उत्तिकै छन्। ए जनता हो, के खाएर तिमीहरूलाई के दिएर ताली ठोक्छौ? ओ मेरा बाप रे बाप, कहिले काहीँ त मन चेतना विवेक प्रयोग त गर न। तिमीहरू हरेक साल हरेक वर्ष हरेक महिना कपडा जुत्ता चप्पल हरेक चिज बदल्न सक्नेहरूले आफ्नो नेताहरूलाई बदल्न नसक्ने, आफ्नो भोटलाई बदल्न नसक्ने, यिनीहरूका भाषण उहिलेदेखि अहिलेसम्म आउँदा खिया लागिसक्यो, दिमाग पाकिसक्यो। पाक्दा पाक्दै पनि तपाईँले र मैले कहिले बुझ्ने होला? यिनीहरूका भाषण त यिनी छन्, यिनीहरूको बताउने औँलो उखान टुका उस्तै छन्। अझै यिनीहरूको भिड अझै उत्तिकै छ। ए जनता कहिले बुझ्ने हामी? अब त अति नै भयो, विवेक प्रयोग गरौँ। भिडको पछाडि लाग्ने त सिनो मर्दा गिद्ध पनि लाग्छ। तर यो भिडको पछि होइन, भिडमा लागेर होइन, विवेकलाई प्रयोग गरेर परिवर्तन गर्न सकिन्छ। यस्ता आउडे बाउडे बाएँ सर्दा बोल्दा पनि नबुझिने, हिँड्दा पनि सही ढङ्गले हिँड्न नसक्ने नेताहरूको चटक्क छोडेर नयाँ विचारतिर लागौँ। यस्ता यिनी उखान टुका, यस्ता नचाहिँदा भाषणहरूको पछाडि लागेर यो देशलाई नै अर्काको देशलाई गुलामी तर्फ लाने कोसिस चाहिँ नगरौँ। अरूको देशले यो देशलाई गुलाम गर्छ कि गर्दैन, तर तपाईँले र मैले यिनी नेताको भाषणमा ताली ठोक्यौँ भने यिनीले नै हामीलाई गुलाम बनाउँछन्। यदि गुलाम बनायो भने त्यतिखेर तपाईँलाई थाहा छ, हामीलाई हातमा हातकडी लाएर खुट्टामा साङ्गल लाएर काम गराउने दिन त्यो दिन आउँछ। यदि यो देश अरूको कसैको सत्ता कब्जामा गयो भने हामीलाई त्यो अवस्था आउँछ। यदि हामीले अर्काको देशले लात हानेर पठायो भने जाने ठाउँ कहाँ हो त? यो देश हो, हाम्रो देश हो। देश भनेको घर हो, घर भनेको छान हो, जहाँनिर पानी आउँदा रोक्छ, हावा लाग्दा रोक्छ हो। र त्यही सम्झेर एकचोटि देशका लागि सक्षम युवा इमान्दार प्रतिका लागि हामी विवेक प्रयोग गरेर एकचोटि भोट बदल्नका लागि भए पनि हामी फिल्डमा उत्रिन जरुरी छ। त्यसैका लागि सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई मेरो विनम्र अनुरोध छ कि तपाईँहरू अब भिडको पछाडि होइन, मासु र भातको पछाडि होइन, एक गिलास रोक्सीको लोभमा होइन, तर अब चाहिँ आफ्ना छोराछोरी र आफ्नो देशको भविष्यका लागि यो देशमै सुशासन होस्, यही देशमै विकास होस्, यही देशमै रोजगार पाइयोस् भन्ने जसलाई सोच छ, विचार छ भने सक्षम युवा नेताहरूलाई भोट दिएर जनताको बीचमा भाषण गर्दै हिँड्ने केपी ओलीको सुशासन, दिनदिनै निर्मला पन्त जस्ता कैयौँ चेलीबेटीहरूको बलात्कारै हुन रोकेकै छैन। सुशासनका भाषण जति लाए पनि यहाँनिर जनता सुरक्षित छैन। घर घरमा ल्याउँछु भन्ने पनि आज यदि एयरपोर्टमा जाने हो भने यो देशमा रेल होइन, युवाहरूको लाइन छ। विदेशको गल्ली गल्लीमा गएर सुख र दुःख पाउने नेपालीको पीडा दर्दनाक छ। तर यसको अवस्था बुझ्ने कसले? घरमा गाउँठाउँमा बस्ने वृद्ध बाआमाहरूले भोट हामीले वृद्ध भत्ता दिन्छौँ भन्ने लोभ लालच दिएर कसैले आफ्नो गोजाबाट वृद्ध भत्ता दिँदैन। यो सरकारबाट लागू गरेको चिज हो, तपाईँले बदल्न पाउनुहुन्छ। जसरी फाट्दा जुत्ता फेर्नुहुन्छ, फाट्दा कपडा फेर्नुहुन्छ र आफ्नो भविष्य फेर्न किन नसक्ने? भोट भनेको भविष्य हो, जसमा म सँगसँगै मेरा छोराछोरी, मेरो नातिना र सिङ्गो देशको भविष्य नै यहाँनिर जान्छ।
त्यसैका लागि सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू यसपालिको निर्वाचनमा चाहिँ तपाईले सक्षम युवा नेताहरूलाई जिताएर यो देशको आफूले आजसम्म 34 वर्षसम्म पुराना नेताहरूलाई भोट हाल्दै गरेको त्यो पाप एकचोटिलाई पखालेर साफा तरिकाले जानु होला। यही भन्दै म चाहिँ हाम्रो XYZ नेपाल अपडेटबाट बिदा हुन चाहन्छु। हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरेर शेयर गरेर साथ दिनु होला। हाम्रा कमी कमजोरहरू तपाईले कमेन्टको मार्फत बताइदिनु होला। अहिलेलाई चाहिँ बिदा हुन चाहन्छु। हस्, धन्यवाद।